विद्यालयले विद्यार्थीको कपाल जथाभावी मुण्डन गरेको गुनासोपछि बालेनको एक्सन। विद्यार्थीको कपाल नकाट्न काठमाडौँ महानगरको चेतावनी। दर्शकबिन, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको पहलमा विद्यालयहरूमा विद्यार्थीको अधिकार र मानसिक स्वास्थ्य संरक्षणका लागि कडा कदम चालिएको छ। काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यालय परिसरभित्र विद्यार्थीको कपाल लामो भएको निहुमा जथाभावी मुण्डन वा कपाल काट्ने कार्य नगर्न निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले बुधबार एक परिपत्र जारी गर्दै विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना हुने खालका कुनै पनि व्यवहार नगर्न विद्यालयहरूलाई सचेत गराएको हो। केही विद्यालयहरूले कपाल लामो भएको भन्दै छात्रहरूको कपाल जथाभावी काटिदिने गरेको र त्यसका कारण विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको गुनासो महानगरमा आएपछि यस्तो निर्देशन जारी गरिएको हो। परिपत्रमा शिक्षा नियमावली 2059 को नियम 25 को ट अनुसार विद्यालय व्यवस्थापन समितिले आचार संहिता बनाएर लागू गर्न सक्ने व्यवस्था भए पनि सोही नियमावलीको नियम 133 को उपधारा 1 को ट ले विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नपाइने स्पष्ट व्यवस्था गरेको स्मरण गराएको छ। महानगरपालिकाले कानूनमा उल्लेखित व्यवस्थापनलाई उद्धृत गर्दै विद्यार्थीको गरिमा, आत्मसम्मान र मानसिक स्वास्थ्यमा असर नपर्ने गरी मात्र आचार संहिता पालना गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ। साथै विद्यालय अनुशासनका नाममा हुने कुनै पनि अपमानजनक वा दण्डात्मक व्यवहार तत्काल रोक्नुपर्नेमा महानगरले जोड दिएको छ। महानगर प्रमुख बालेनको नेतृत्वमा बाल मैत्री र अधिकार मैत्री शिक्षाको वातावरण सुनिश्चित गर्न महानगरले यस्ता निर्णयहरूलाई थप कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।